के गुड नाइट तिमीलाई पर्ख न तिमीलाई लाइभ बस भन्न नबस्नी ओसिए पनि म नि ओसिए पनि म तिमीलाई पड्काइदिन्छु पद्माजी भजन कृतिम सकेर आएको यार पद्माजी भन्नुहुँदैछ आकाश सरले गुरुङजी भन्दै बोलाउनुहुँदैछ निशाले क्याप्टन माया माया हजुरलाई पनि धेरै धेरै माया ह्याप्पी न्यू इयर निशाजी भन्दैछ ह्याप्पी न्यू इयर है भाइ क्रिस भाइ ह्याप्पी न्यू इयर एकल यात्री अनन अनन अन एकल यात्री अनन सङ्गु घाँटी दुख ल पानी पानी पिउ ल निशा पिउँदैछु म कमेन्ट्स ड्रप माई स्ट्रिम हस कमेन्ट्स ड्रप माई स्ट्रिम हस भन्नुहुँदैछ है त क्याप्टन सरले हम पेज म त 20 फिट टाढो मात्रै चुप्पा दिनु पर्ला भन्नुहुन्छ हम पेज ब्रदरले किन हौ ब्रदर त्यस्तो 20 फिट टाढाबाट हो पद्माशीष आकाशजी मसँग फुलबारी गयो भने कोमामा जानुहुन्छ कि हौ पद्माशीषले किसराउँछ नि क्याप्टन सङ्गु प्री होला पिनमा राखन प्री मलाई यो लिङै राख्न आउँदैन नि त निशा अहिले लिङ राख्ने चक्करमा कहाँ पुरो ए ल भयो अहिले चाहिँ भयो बसेको त आज तपाईँ आउनु भएन बसेको त आज आउनु भएन को चाहिँ हो को चाहिँ भाइ ल मैले लिङ्क राखिदिएको छु ल यहाँनिर होइन हौ अस्तितिर लिङ्क राख्ने चक्करमा हेर म त लिङ्क मेरो के भन्छ लाइभ स्ट्रिमै बन्द होला जस्तो हुन्थ्यो नि त निशा त्यही भएर टेन्सन भइरहेको थियो आज चाहिँ राख्न है मलाई पद्माशीष एकल ब्रदर माया माया भन्नुहुँदैछ होम पेज बन्दुक त खत्रै होला है भन्नुहुँदैछ खत्रै छ नि होम पेज ब्रदर हजुर भन्नुहुँदैछ एकल यात्रीजी पद्मा सिस्टर भन्नुहुँदैछ जेपाते माया माया भन्नुहुँदैछ हजुरलाई पनि धेरै धेरै माया है क्याप्टनजीको लिङ्क पिन हर है दम्बु अम्बु निशा तिमीले के भनेको यो मलाई दम्बु मेरो ससुरा कता गयो पद्माशीषको ससुरा चाहिँ को मैले चिनिनँ हौ हैट जाँदिनँ यार म कोमामा यार भन्नुहुन्छ भयो भयो गरेँ कसले कोमा पुर्याउने हामी पुर्याए पनि हुन्थ्यो भन्नुभएकोलाई है होम पेज ब्रदरले एकल ल म सुतेको हौ बाई बाई अल माई फ्रेन्ड्स भन्नुहुँदैछ ओके थ्याङ्क यू सो मच एकल ब्रदर हजुरले आइदिनु भयो धेरै धेरै धन्यवाद एन्ड थ्याङ्क यू सो मच है त बाई बाई गुड नाइट एन्ड स्विट ड्रिम थ्याङ्क यू सो मच आइदिनु भयो है त होम पेज पता थाहा पटट्ट पड्किन छोडेर ढुई गर्छ होला दिदीको बन्दुक के साह्रो सङ्गु भन्दै हाँस्दै डङ्गु बनाउँछ घरि निशाले पनि मलाई के भन्छौ हैट निशा म्याम हाम्रो सङ्गु मेमलाई लिङ्क राख्न आउँदैन रे यार होइन के अस्ति नै लिङ्क राख्ने चक्करमा झन्डै मेरो लाइभ स्ट्रिमै गयो नि होम पेज ब्रदर कोमा जाने विचार छ तपाईँलाई भन्नुहुन्छ होम पेज ब्रदरलाई कोमा जाने विचार रहेछ अहिले ब्रदर बस्नु न भन्नुहुँदैछ पद्माशीषले म ठिकठाक छु यार पद्माजी पहिला जाउँ त फुलघारीतिर एकचोटि भनेर भन्नुहुन्छ आकाश सरले आज म हाइट छु के हो कसैले देख्दैन त बोलाउँदा नि बोल्दैन त भन्दै निशाले भन्दैछ सङ्गु दम्गु भयो के सङ्गु दम्गु दिदीको कता बन्दुक हुँदैन हौ भन्नुहुन्छ दिदीको कता बन्दुक हुँदैन के साह्रो हँसाएको मार्यो दिदीको कोटा बन्दुक हुँदैन हौ दिदीको त बन्दुक किन हुँदैन हुन्छ नि फ्यास हुन्छ कि ढुई गर्छ दिदी एकदम डङ है ल तयार भएर बढ्नु आकाशजी या आए तयार भएर बस्नु आकाशजी आए भन्नुहुन्छ पद्माशीषले सङ्गु म कमेन्ट गर्दिनँ ल भनेछ ए ल अन मात्र छु ल निशा ल ओके डङ